हामी काफ्ले बन्धुहरूको कुल पूजा गर्ने स्थान अथवा कुल मन्दिरको नजिकै बन्दै गइरहेको यो सतल जुन निर्माण सम्पन्नको अवस्थामा छ र यसले अब केही दिनमै मूर्त रूप लिने अवस्था छ। यसले चाहिँ सम्पन्न भइसक्ने अवस्था छ र यस कुल पूजाको यो जुन हाम्रो धार्मिक सतल निर्माणको सम्बन्धमा हाम्रो यसै संस्थाका आदरणीय संरक्षक बुवाहरू हुनुहुन्छ। यहाँ तोयनाथ काफ्ले जेठो बुवा हुनुहुन्छ। जेठो बुवा, अहिले यो कुलको मन्दिर जसरी निर्माण भइरहेछ यस विषयमा हजुरको के छ आफ्नो भनाइ, कस्तो लागिरहेछ हजुरलाई? आफ्नो केही कुराहरू राखिदिन अनुरोध गर्दछु। यसमा त अब हामी भाइहरू बन्धुहरू सबै सक्रिय भएर सक्दो प्रयास गर्ने, यसलाई भव्य अझ सस्तो उन्नत प्रगति गराउने हाम्रो इच्छा छ। धन्यवाद जेठा। त्यस्तै हाम्रो चन्द्रप्रसाद जेठो बुवा हुनुहुन्छ, जुन हाम्रो अभिभावक पनि हुनुहुन्छ, संरक्षक पनि हुनुहुन्छ। उहाँकै प्रेरणाकै कारणले गर्दा हामी यो निर्माण र हाम्रो जग्गा खरिद गऱ्यौँ 1 कट्ठा र अहिले यो सतल निर्माण गर्दैछौँ र भविष्यमा यसलाई कम्पाउन्ड पनि गर्दैछौँ। यस विषयमा यहाँको प्रेरणाले जुन यो निर्माण भइरहेछ यस विषयमा हजुरलाई कस्तो लागिरहेछ जेठा? आफ्नो केही धारणा राखिदिन अनुरोध गर्दछु। यो साह्रै राम्रो भएको छ। यसमा यो हामी सबै काफ्ले जति सब एकदमै एकजुट भएर यसलाई अझै राम्रो अझै भव्य बनाउनलाई आशा गर्छु म। धन्यवाद जेठा हजुरले आफ्नो मन्तव्यको लागि। त्यस्तै मेरो आफ्नो सहोदर दाजु माइल दाई दिलीराम काफ्ले हुनुहुन्छ र यो सतल निर्माणको क्रममा जुन किसिमले यसरी सम्पन्न गरिएको छ यस विषयमा यहाँलाई पनि आफ्नो धारणा अलिकति राखिदिनको लागि म अनुरोध गर्दछु। यो सबैको सहयोग र एकताले गर्दा यति छिटो यो काम सम्पन्न भएको छ। अझै पनि बाँकी कामहरूको लागि सबै सक्रिय भएर अगाडि बढ्नुपर्ने देखिन्छ। धन्यवाद दाजु। त्यस्तै गरी हाम्रो यस संस्थाको विशेष गरेर सुरुदेखि नै सक्रिय भूमिकामा रहेर सचिवको काम गर्नुभएका र अहिले पनि सायद उहाँको सक्रियता यत्तिकै नभएको भए यो सम्पन्नमा म आफै अध्यक्ष हुँदा पनि त्यति सहज थिएन र असाध्यै मेहनतका साथ लाग्नुहुने आदरणीय साइलो बुवा टेकनाथ काफ्ले हुनुहुन्छ र उहाँलाई पनि आफ्नो केही विचारहरू राखिदिनको लागि म अनुरोध गर्दछु। हस् त, धन्यवाद। हाम्रो काफ्ले ब्रह्माण्ड कुल पूजा एवं संसदीय संरक्षण समितिका अध्यक्ष कृष्णप्रसाद काफ्लेज्यू, यहाँ सुरुदेखि नै हामीले जानेदेखि नै यसलाई व्यवस्थित रूपमा लैजानुपर्छ भन्दै सम्पूर्ण काफ्ले बन्धुहरू बुवा मम्मीहरूदेखि लिएर सम्पूर्णहरू मिलेर यसलाई गर्दै आइरहेका थियौँ र बिचमा आएर हामीले त्यही पूजामा उठाएको केही रकमबाट बचत गर्दै 10 जग्गा किनेर पास गर्न सफल भयौँ र फेरि त्यही क्रम अगाडि बढ्दै जाँदा बुवाहरू जुन हाम्रा पूर्वजहरूले यतिले पुगेन, थोरै भयो, अझै केही गर्नुपर्छ, यसलाई जमिन पनि थपौँ र अझ व्यवस्थित लैजाउँ भनेर युवावर्गलाई विशेष गरी जिम्मा दिँदै अनि यसको लागि जग्गा अर्थसङ्कलन एवं जग्गा खरिद समिति गठन गर्दै अनि जग्गालाई किन्ने र चन्दा सङ्कलन कार्यक्रममा पनि सहभागी गराउँदै बहुत मेहनतका साथ एकदम यथाशीघ्र रूपमा चन्दा सङ्कलन गरेर 1 कट्ठा जग्गा पनि थप गर्न सफल भयौँ र त्यसपछि फेरि त्यो यसलाई अझ व्यवस्थित गराउनको लागि प्रदेशमा पनि पहल गर्ने क्रममा 5 लाख रकम पनि पर्न पुग्यो र त्यसलाई व्यवस्थित रूपमा लैजान र यसलाई एउटा सार्वजनिक रूपमै आर्थिकहरू पनि सङ्कलन गर्ने क्रममा काफ्ले ब्रह्माण्ड कुल पूजामा संसदीय संरक्षण समिति भनेर गठन गरियो र त्यसका सम्पूर्ण समितिहरू लगायत हाम्रा काफ्ले बन्धुहरू व्यवस्थित रूपमा त्यसमा लागेर सबैले सकेको प्रयास गर्दै मेहनत गर्दै अनि यो पैसा रकम पनि पार्न सफल भई यसलाई दर्ता गरेर व्यवस्थित रूपमा रकम पारे यो भवन पनि लगभग 70 एउटा तयारी आइसकेको छ र अब यसमा धेरै कामहरू कम्पाउन्डिङ गेटदेखि लिएर अब यस्तो अझ राम्रो बनाउनु बाँकी नै छ। वृक्षारोपण काम पनि केही भएको छ, केही गर्न बाँकी नै छ। यी कामहरू हुँदै गएका छन्। अब यसलाई अझ यो समिति एकदमै एक्टिभ रूपमा लाग्योस्, सबै लागेर सबैको सहयोग लिएर समिति मात्र नभएर सम्पूर्ण काफ्ले बन्धुहरूको सक्दो प्रयास, मेहनत र अथक प्रयासबाट यो सफल हुन्छ र यसलाई अझ व्यवस्थित बनाउन सकिनेछ भन्ने म आशा एवं विश्वास लिएको छु र यही अनुरूप सम्पूर्ण लागिरहनुपर्छ, अझै लाग्नुहुनेछ भन्ने आशा गर्छु। हस्, धन्यवाद साइलो बुवा। र उहाँले जसरी आफ्नो विचारहरू राख्नुभयो, काफ्ले हामी स्याङ्जाली काफ्लेहरू स्याङ्जाबाट बसाइँ सरेर यहाँ आयौँ र अरू अन्य विभिन्न ठाउँबाट बसाइँ सरेर आउनुभयो र उहाँहरू सबैले
हाम्रा अग्रज बुवा मदत्त काफ्ले, चन्द्रप्रसाद काफ्ले, भरते काफ्ले, गोविन्दे काफ्ले लगायत हाम्रा तैनाथ काफ्ले लगायत हाम्रा पूर्व अग्रजहरू सबै बुवाहरूले भएर स्याङ्जाबाट एउटा ढुङ्गा ल्याएर यहाँ स्थापना गरेर एउटा झाडी जस्तो जङ्गल जस्तो बनाएर पूजा गर्दै गर्नुभयो। हुँदै गर्दा केही समय पछाडि यो एउटा सिमेन्टेडले कम्पाउन्ड गरेर पहिला यसलाई चाहिँ हामीले एउटा स्याउलाले बारेर पूजाको दिनमा एक दिन अगाडि आएर बारेर थान बार्ने भन्दै अनि त्यहाँबाट चाहिँ स्याउलाले बारेर भित्र पूजा गर्ने गरिन्थ्यो। र अहिले पछिल्लो समयमा हामीले यो हाम्रा बुवाहरूले 10 दूर जग्गा आफ्नै नाममा खरिद गरी र यो बनाउन सफल हुनुभयो। यो अगाडि देखिराख्नु भएको छ र त्यसपछि यसलाई अझ व्यवस्थित गर्नुपर्छ र यसलाई अलि चाक्लो बनाउनुपर्छ। अब समय सापेक्ष जानुपर्छ, समय परिस्थिति सँगसँगै हामी पनि परिवर्तन हुनुपर्छ भन्ने भावनाका साथ हाम्रा बुवाहरूको अनुरोधलाई स्वीकार्दै हामीले चाहिँ हामी युवा पुस्ताहरू लागेर यो बाँकी 10 यसमा योदेखि यता जुन यहाँहरूले देख्नु भएको छ यहाँ हामी 1 कट्ठा जग्गा खरिद गर्न सफल भयौँ र यो जग्गा खरिद गरिसकेपछि हामीले यसलाई चाहिँ अब कम्पाउन्ड गर्ने र यसमा एउटा सत्तल बस्नको लागि सत्तल बनाउने र पूजालाई पनि भोलि पूजाको थानलाई पनि अरू व्यवस्थित गर्ने, तर हाम्रो संस्कार अनुसार थानको माथि छानो हाल्न नहुने भन्ने परम्परा छ र उक्त परम्परालाई पनि यथावत राख्दै र हाम्रो काफ्ले बन्धुहरूको जुन जुम्लाको सिजाबाट उत्पत्ति भएको यो हाम्रो कुल पूजालाई व्यवस्थित गर्दै स्याङ्जा हुँदै यहाँसम्म आइसकेको छ र यसलाई व्यवस्थित रूपमा अगाडि लान र आधुनिक रूपमा पूजा सम्पन्न गर्नको लागि हामीले अहोरात्र प्रयास गर्नेछौँ। र नेपाल सरकारको तर्फबाट जुन 5 लाख रुपियाँ हाम्रो संस्कृति संरक्षणको लागि पार्नको लागि पहल गर्नुहुने हाम्रा आदरणीय नेत्रप्रसाद काफ्लेज्यू र प्रदेश माननीय श्री ठाकुर प्रसाद ढकालज्यूको पहलमा प्रदेश सरकारको पर्यटन विभागबाट हामीलाई रु 5 लाख रुपियाँ सहयोग प्राप्त भएको छ र त्यसैले अहिले हामी यो संरचना बनाइरहेका छौँ र हामी त्यसमा नपुगेको पैसाहरू पनि छ र त्यसमा पनि हामी केही पैसाहरू सङ्कलन गर्दैछौँ र बाँकी फेरि अब माडी नगरपालिकाबाट पनि हामी केही बजेटहरूको आशा गरिरहेका छौँ र त्यसबाट आएर अथवा भएन भने हामी आफै चन्दा उठाएर भए पनि यसलाई कम्पाउन्ड गरेर संरक्षण गर्ने प्रयासमा छौँ र यसको लागि यो संस्कृति संरक्षण हो, यसमा सबैको हातेमालो र सहयोग होस् भन्ने अनुरोधका साथ म यहाँहरूसँग बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।